देशमा बसेको छोरा घरमा आमालाई फोन गरेर सम्झाउँदैछन्। घन्टीमा हाल्नु, जसले पैसा दिन आउँछन् ल ल हाली भोट भन्नु, पैसा लिनु, मासु भात खान पाए नि खानु, भित्र गएर देखाएर हाल्नु पाएन, खुसुक्क लाएर घन्टीमा प्लाट ठोकेर आउनु। फेरि पनि पुरानै पार्टीलाई भोट हालिए विदेशबाट नफर्किने चेतावनी दिइरहेका छन्। अहिले पनि एमाले अथवा कांग्रेसलाई भोट हाल्नु भयो भने हामी यही विदेशमै बस्छौँ, नेपाल आउँदैनौँ, कहिले पनि आउँदैनौँ। यो अब हाम्रो अनुहार रियलमा देख्न पाउनुहुन्न यदि एमालेलाई हाल्नु भएछ भने। भोट त रूपमै हो सूर्यमै हो भन्ने बुवा आमालाई छोराछोरीले सम्झाउँदैछन्, दबाब नै दिन खोज्दैछन्। कांग्रेसलाई भोट दिनुहुन्छ कि एमालेको जोरे तपाईँ? घन्टीलाई। घन्टी बालेले प्रधानमन्त्री बनाउनु पर्दैन, बाले। छर छिमेकी र आफन्तबीच भोट कसलाई हाल्ने भन्ने विषयमै छलफल भइरहेको छ र त्यसको भिडियो सामाजिक सञ्जालमा हालिरहेका छन्। हामीले काठमाडौँबाट फोहोरको थुप्रो र फोहोर सफा गर्ने दुईटैलाई झापा पठाएका छौँ। झापाले विचार गरे हुन्छ है। सफा गर्छ, सफा गर्नुपर्छ है, अब त सफा गर्नुपर्छ।